Good morning everyone. आज चाहिँ 12th March 2025 Wednesday को दिन. If you are studying at Patan Academy of Health Sciences र Wednesday को भ्याल्यु थाहा छ भने चाहिँ Wednesday हाम्रो बिदा हुन्छ. No special occasion needed, तर हाम्रो Wednesday बिदा हुन्छ. त्यही पनि आज म Wednesday किन गइरहेको छु भन्दाखेरि आज हाम्रो कलेज छ. किनभने भोलि होली हो अनि भोलि बिदा छ अनि हाम्रो ENT ले भ्याउँदैन भनेर आज कलेज राखिदिएको छ. हाम्रो ब्याचबाट ENT रोटेसन भएको मात्रैको आज कलेज छ, जसमा म पनि पढ्छु. म लगायत 17 जनाको आज मात्र हाम्रो फोर्थ इयरहरुको कलेज छ. फोर्थ इयर मात्र हैन, एभ्री ब्याचबाट हामी मात्रै होला आज कलेज भएको. जुनियर सिनियर सबैको बिदा होला अनि एमपीएचहरुको पनि बिदा छ होला. सो हाम्रो मात्रै हो कलेज. इट्स स्याड किनकि धेरै प्लान्स बनाएको थिएँ मैले आज र भोलि बिदा, 2 दिन बिदा भनेर. एक त यो पाटनमा बिदा हैन, बिदा लामो बिदा पाउनु एकदम गाह्रो है. 2 दिन बिदा पाइयो भनेर मैले प्लान्सहरु बनाएको थिएँ, सब चौपट भयो क्या. अब मनभित्र पीडा भएर पनि अब हाँस्दै गइरहेको छु कलेज. वेडनेसडे हस्पिटल बिदा हुन्छ. सो त्यो हस्पिटल अगाडिको चोक छ नि, त्यो चोक आज यति खाली हुन्छ नि, यति खाली हुन्छ. अनि हस्पिटल पनि पुरै सुनसानै हुन्छ के. ए खाली यति खाली छ नि. यदि अरू टाइम भएको भए चाहिँ यहाँ उ आउने त्यहाँ स्टाफहरुकै चाप हुन्थ्यो के, गाडीको चाप. यस्तो सुनसान छ यार. इट्स फन कहिलेकाहीँ. अब हाम्रो एन्ट्री चाहिँ हाम्रो यो फर्स्ट फ्लोरमा हो. सो इट्स इन द फर्स्ट फ्लोर. हामी अब फर्स्ट फ्लोरमा जान्छौँ अनि क्लासरुममा गएर बस्छौँ. एउटा त ऱ्याम्प छ, अर्को स्टेयर्स छ, बट आई प्रिफर टु टेक द ऱ्याम्प बिकज आई डोन्ट नो वाइ. ओके, यहाँ चाहिँ अब फर्स्ट फ्लोर. सो यहाँ चाहिँ एनटीको हाम्रो क्लासरुम भयो. And I was not sure, 8 बजे कि 9 बजे क्लास, I was not sure. Just to be in the safe side, म 8 बजे आइपुगेँ. तर it seems like I'm early. So what is here? So अब हल्का अनप्याकिङ गर्छु. आज थोरै लग डिफेन्स छ, त्यो लाइक्सन पढ्छु अनि प्रेजेन्टेसन पनि छ, त्यो हेर्छु. यहाँ पिपिटी एडिट गरौँ भनेको क्रोम ब्राउजर बाहेक सबै एप खोलिसक्यो क्या. तर क्रोम ब्राउजर चाहिँ बल्ल खोल्यो. एकछिन बसेर चाहिँ पिपिटी एडिट गर्छु. अनि त्यही त आज प्रेजेन्टेसन छ त्यसको लागि. अनि हिस्ट्री एक्जामिनेसन पनि हल्का हेर्नुपर्छ. सो अलरेडी 10 बजिसकेको छ. हाम्रो हल्का अब त्यो सिपी इन्टर टाइप जस्तो भयो. अब हिस्ट्री टेकिङ र एक्जामिनेसन चाहिँ फेरि एकछिन ब्रेकफास्ट हुन्छ. इट्स अराउन्ड 2:40. क्लास चाहिँ लगातारै भयो. मेनी इन्फर्मेसन्स टु प्रोसेस पनि. माइन्डै फुट्ला जस्तो भइरहेछ, यति धेरै नोज के. अब हिजो सिपी इन्टर भएको थियो, आज सबै भइसक्यो नोज. अनि भोलि पर्सि प्रेजेन्टेसन छ, भोलि होली हो अनि सक्यो त नोज. 2.5 दिनमा नोज सक्यो. वा फ्रस्ट्रेटेड लाइफ. सो म चाहिँ अब फाइनली निस्किरहेको छु. इट्स करेन्टली कति 4:30 जति भयो होला है. 4:40 भइरहेको छ. अनि यप, माई लाइफ इज काइन्ड अफ बोरिङ, काइन्ड अफ मोनोटोनस लाइफ नै छ. बिहान 8 बजे कलेज आयो, निस्किँदाखेरि 4-5 बज्छ. सो दिस इज द पार्किङ. अब चाहिँ हामी घरतिर लाग्छौँ होला. अब बाटोको त्यो देखिरहेको बाटो कति खिच्नु होइन. सो आई विल सी यु नेक्स्ट टाइम. बाई.